guys, welcome back to फेरि मेरो युट्युब च्यानलमा धेरै समय पश्चात फेरि तपाईँहरूको माझ आउँदैछु हो। अब म चाहिँ भिडियोहरू नबनाएको थुप्रो भयो हो, अनि म कोसिस गर्दैछु तपाईँहरूको आउने, अनि मेरो भिडियो चाहिँ बनाउँछु भनेको बनाउँछु भन्दा पनि कति खोइ के हो म त समय मिल्दैन। अन्त अनि मैले समथिङ यही हुँदाखेरि हो जस्तो लाग्यो। म यही हुँदाखेरि मैले भिडियो बनायो, अनि भिडियो बनाएर तपाईँहरूसँग अब यहाँ भएको के ठाउँमा धेरै समय बाद फेरि म घर नेपाल गयो, अनि नेपाल गएर म स्टोरी गर्दै थियो। तपाईँहरूलाई केही पनि अपडेट दिन पाएन, सो फेरि मेरो भिडियोलाई कन्टिन्यू म गर्ने कोसिस गर्दैछु। धेरै समय भयो, अनि अब फेरि सो गाइस आई होप म तपाईँहरूसँग फेरि हुनेछु। नेपाल चाहिँ म अब आउँदिनै भनेर गएको थियो हो, अब यहाँ आउँदैन भनेर गएको थियो, तर फेरि के हो अब अचानक फेरि मेरो दाइ बिमारी भयो हो, अनि फेरि सडनली यहाँ आउनुपर्ने भयो, अनि अचानक चाहिँ म आउनुपर्ने भयो। अनि त्यही भएर अब तपाईँहरूलाई यहाँ हुँदै गर्दाखेरि अब केही समय बस्नुपर्ने भएको छ यहाँ हो, केही समय बस्नुपर्ने भएको छ। अब यहाँ बस्दै गर्दा फेरि यता घुम्दै गर्दा हिँड्दै गर्दा म तपाईँहरूसँग हुनेछु, अनि तपाईँहरूलाई डेली अपडेट गराउने कोसिस गर्दैछु। मलाई चाहिँ यो एकदमै इच्छा लाग्छ कि एकदम दामी लाग्छ भिडियोहरू बनाउन, अनि खोइ के हो अब म तपाईँहरूसँग फेरि यस्तो गर्दै गर्दा हिँड्दै गर्दा म बनाउनै पाएको छैन, धेरै भयो अपडेट गर्न नपाएको। सो आई होप गाइस फेरि पनि म तपाईँहरूको साथमा हुनेछु, अनि भिडियोलाई धेरै अपडेट गर्ने कोसिस गर्नेछु। सो वेलकम ब्याक टु फेरि मेरो युट्युब च्यानललाई माया गर्नुहोस्। क्रिस्टियानो दिनेश ब्लग एन्ड पिएन ब्लगलाई तपाईँहरूले माया गर्नुहोस्, सब्सक्राइब, लाइक, सेयर, कमेन्ट गरेर साथ सपोर्ट दिनुहोस् भन्ने म चाहन्छु। अब फेरि पनि धेरै समय बाद भेट भयो, सबैजनालाई माया छ है सबैजनालाई। फेरि पनि आई होप फेरि धेरै समय बाद तपाईँहरूले मेरो भिडियो हेर्नु देख्न पाउँदै हुन्छ। सो फेरि पनि म ब्याक भएको छु मेरो युट्युब च्यानलमा। सो गाइज आई होप म तपाईँसँग यसरी नै हिँड्दै रहनेछु, सधैँ नै हुनेछु। माया गरिदिनुहोस्, माया छ सबैलाई, लभ यु अल।